भ्यालेन्टाइन्स डे मनाउन लागेँ म चाहिँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ म सितली जाँदैछु। अनि ठ्याक्क भन्दा पनि म यहाँ छोटो क्लिप गरेको थिएँ। अनि म रुममा आइपुगेँ यहाँ दिदीको। अनि माम र मम्मी चाहिँ मलाई यहाँ पर्खिराख्नु भएको रहेछ बाहिरै। अनि हेर्नु न यहाँ कति क्युट मान्छे कि देख्दैखेरि कति माया लाग्दो, कति नजिकको मान्छे। बाफ्रे, हेर्नु न मलाई गफ लाउँदै हुनुहुन्छ, म नाटे म के गर्नु भन्दै हुनुहुन्छ। अनि यता हुनुहुन्छ मेरो कान्छी आनी, अनि मम्मी हुनुहुन्छ। मम्मी चाहिँ प्रायः कुर्ता लाउनुहुन्न नि त, अनि दिदीको कुर्ता लाएर बस्नु भएको रहेछ। अनि लजाउँदै बस्दै हुनुहुन्छ। म चाहिँ धुलो मैलो भएर आइपुगेको थिएँ। अन्त मम्मी चाहिँ खाना पकाउँदै हुनुहुन्थ्यो। अनि मेरो यहाँ कान्छी आनी चाहिँ नन्द भाउजू गफ गर्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ मेरो प्यारो मान्छेहरूलाई चाहिँ भ्यालेन्टाइन्स डेको गिफ्ट दिएँ। मेरो मामलाई चाहिँ मैले सानो गिफ्ट दिएँ। मम्मीलाई चाहिँ मैले अगाडि नै ठिक पारेको थिएँ। बर्थडेमा गएर दिनु पऱ्यो मम्मीको भनेर सोचेको थिएँ, तर म अफसोस बिरामी भएर जानु पाइनँ नि त। सो यो चाहिँ मम्मीलाई गिफ्ट दिएको मैले। मम्मी छक्क पर्दै हुनुहुन्छ, हेर्नु न। ग्यारेन्टी हो कि क्या हो भन्दै हुनुहुन्छ। त मजाले हेर्दै हुनुहुन्छ। अनि बिल देखाएपछि मात्रै बताउनु भयो मम्मीले नि। खालि यहाँ अब पहिला थियो मम्मीको, त्यस पछाडि त्यतिकै त्यो हामी बिरामी हुँदा समथिङ के हुँदाखेरि मम्मीले राख्नु भएको थियो। अनि त्यो निकालिएन कि त्यतिकै त्यो पच्यो त्यतिकै। यहाँ चाहिँ मम्मीलाई म बिल देखाउँदैछु, यतिको हो भनेर देखाउँदैछु कि। अन्त म चाहिँ मम्मीले कस्तो रियाक्सन गर्नुहुन्छ होला भनेर भनेको त। हेर्नु न, अझै पनि पत्याउनु भएको छैन कि हो त भनेर। अनि त्यहाँदेखि चाहिँ पुरै थाहा पाउनु भए पछाडि चाहिँ हाँस्नुहुन्छ कि। अब हेर्नुहोस् ल, अझै पनि त्यहाँ हेर्नु न डिस्कसै गरिरहेको छ मसँग। अहिले चाहिँ नि हाँस्दै हुनुहुन्छ। अनि कान्छी छोरीले बर्थडे पो गर्नुपर्ने रहेछ, अस्ति बर्थडेमा आउँछु भन्दै थियो, आउनु सकेन भन्दै हुनुहुन्थ्यो। अनि कान्छी छोरीले तिलहरी दियो, अर्कोले मलाई यहाँ औठी दियो भन्दै देखाउँदै हुनुहुन्छ। अनि अर्को तिललाई पनि जिस्काउँदै हुनुहुन्थ्यो, तैँले चाहिँ मलाई के दिन्छस्, अब अर्कोचोटि बर्थडे गर्दाखेरि जेठी तिलहरी दिन्छस् होला नि, तैँले कान्छीले चाहिँ मलाई माइली तिलहरी दियो भन्दै जिस्काउँदै हुनुहुन्थ्यो। अनि यो अस्ति मैले यो रातो तिलहरी चाहिँ अस्ति आगोको बिहेमा मैले मम्मीलाई किनेर पठाइदिएको थिएँ क्या नभएर। अनि यहाँ हेर्नु न, फेरि यता छुट्टै दुनियाँ छ। नाच्दै बस्दै हे प्रभु म त मर्छु होला। अन्त मैले मेरो कान्छी फुपूलाई चाहिँ केही दिन सकिनँ नि त योपालि। अनि कस्तो भयो भने मम्मीलाई चाहिँ अस्ति बनाएर राखिरहेको थिएँ। अन्त मामलाई चाहिँ मैले ल्याइदिएँ। अनि आँगी हुनुहुन्थ्यो भनेर चाहिँ मलाई त्यत्रो थाहा पनि थिएन। अन्त सो अब नेक्स्ट टाइम दिन्छु ल आँगी भनेर